त्यो धरती पनि भत्किएको छ तपाईँको लागि। जुन घरमा तपाईँ मेरा डोलीबाट जानुभयो त्यो घर पनि भत्किएको छ। अनि अब त जुन आगो छोप्यो त्यही भाँचिन्छ दाइ। अब टेक्ने ठाउँ पनि छैन, समाउने ठाउँ पनि छैन। विवाह बाजा बजाएरै भएको थियो। हजुर 6 घन्टा तपाईँलाई डोलीमा हालेर लिएर जानुभयो। हजुर 6 घन्टा हिँडेर। हजुर हिँडेर 6 घन्टा हिँडेर गएको। घरमा मम्मीले टिका लगाइदिएर, बाबाले टिका लगाइदिएर, अनि मेरो गएको सम्बन्ध टिकेन धेरै छ। तपाईँले अनेकन प्रयास गर्नुभयो नि? प्रयास त दाइ मैले धेरै गरेँ। प्रयास त त्यो 2 महिनादेखि नै उहाँमा भनेको पहिल्यै विवाह अगाडि पनि उहाँले त्यस्तो मादक पदार्थ सेवन गर्नुहुँदो रहेछ। पहिला गर्नुहुन्थ्यो भन्ने चाहिँ सुनेको थिएँ। तर मलाई बिहा गर्ने बेला चाहिँ खाँदैन भन्नुभएको थियो घरमा। रक्सी लागु पदार्थहरू खाँदिनँ भन्नुहुन्थ्यो। तर लागु पदार्थहरू पनि खानुहुँदो रहेछ। लागु पदार्थ भन्दा नि दाइ अब रक्सीहरू, नसालु पदार्थ चाहिँ खानु। बढी रक्सी खाने? हजुर बढी रक्सी खानु। झगडा एकदमै कोही झगडा केही सुन्ने नहुने, झगडा त गइहाल्यो। तपाईँ डिभोर्स भइसकेको महिला